पत्रकारिता चाहिँ अहिले अलिकति कमजोर अवस्थामा चाहिँ देखिन्छ नेपालको पत्रकारिता समग्र रूपमा हेर्दा। जहाँनिर आउँछ मिसइन्फर्मेसन या मिथ्या सूचना भन्छौँ होइन, फेक न्युज चाहिँ भन्दैनौँ हामी, किनभने इफ इट्स फेक इट्स नट न्युज, इफ इट इज न्युज इट्स नट फेक भन्छौँ। ट्रेडिसनल मिडिया हाउसबाट चाहिँ धेरै मान्छेको चाहिँ विश्वास अहिले चाहिँ उडिसकेको छ। युट्युबरलाई चाहिँ हामीले चाहिँ मिडिया भन्ने किन भन्ने। त्यसै गरी अब कुनै पनि पेसामा हामी जान्छौँ भने त्यो पेसाका आधारभूत कुराहरू जान्नु पऱ्यो कि, गइसकेपछि भए पनि जान्नु पऱ्यो या जानुभन्दा अगाडि भए पनि जान्नु पऱ्यो। त्यो आधारभूत कुरा भनेको के हो त पत्रकारितामा? अब हाम्रो जेनजी त्यत्रो आन्दोलन भयो होइन, अब युथहरूले ज्यान गुमाएका छन्। हाम्रो जो त्यो बेलाको प्रधानमन्त्री गृहमन्त्रीहरू थिए उनीहरू लुकेर वनवास गएका थिए, फेरि अहिले फर्केर आएका छन् र उनीहरूलाई स्पेस दिनु भने मिडियाले नै स्पेस पनि दिएका छन् र उनीहरूसँग चाहिँ टफ क्वेसनहरू पनि सोध्न सकेका छैनन् कि। जेनजी आन्दोलनको क्रममा जुन चाहिँ हत्या हिंसा भयो, कतिपय कुरा त ओपन छन् होइन, कसले आगो लगाए त देखिया छन् होइन, अथवा चाहिँ गोली हान्ने आदेश जसले दियो, आदेश दिने मान्छेले मैले भने मानेनन् भन्न पाइन्छ, कसले मानेन त देखाउन सक्नु पऱ्यो नि। फेसबुकदेखि लगायतका प्लेटफर्महरूलाई चाहिँ ब्यान गरे होइन, यो भएन यिनीहरूले हामीलाई हेप्यो भनेर जुन चाहिँ नेसनलिस्ट कार्ड खेले। अहिलेका धेरै अभियन्ताहरूले पनि त्यस्तै नेसनलिस्ट कार्ड खेलेर विदेशबाट परिचालित एनजिओ आए। चाहिँ अघिल्लो प्रधानमन्त्रीले चाहिँ कर्णालीको एउटा रोडको बारेमा एउटा भिडियो चाहिँ आफ्नो प्रधानमन्त्री गभर्नमेन्टबाट सेयर गर्दाखेरि त्यसमा एआईका भिडियोहरू जोडिएका थिए क्या बिचबिच। तपाईँ आफ्नै फाइदा हुन्छ भने जे पनि गरिदिनु, आफूलाई घाटा हुन्छ भने अरूले जे पनि गरेको कुरा गलत भन्ने प्रवृत्ति हामीले जबसम्म सबैबाट हटाउन सक्दैनौँ तबसम्म त यो सोल्युसन